प्राइम टेलिभिजनसँग कुरा हुँदैछ होइन, अवसर छ 2-3वटा टेलिभिजनले मसँग कुरा गर्नुभएको। अलिकति बच्चा अलिकति ट्यालेन्ट छ भने त्यसलाई हेरेर गरिन्छ कि यार कुनै उहाँ पनि हुनुहुन्छ नि त, अलिकति धमराजीको छोरी पनि हुनुहुन्छ, उहाँ चाहिँ विनर भइदियो भने त्यस्तो त हुँदैन। होइन, त्यस्तो होइन, त्यस्तो कदापि पनि होइन, अनफेयर हुँदैन मेरो प्रोग्राम चाहिँ। तपाईँले मिस त्यो त किड्सको त फर्स्ट हो नि मेरो, तर मिस एन्ड मिसेस युनिभर्स भन्ने हेर्न सक्नुहुन्छ। यो भिडियो चाहिँ गइसकिसकेको 2 हप्तापछिको भिडियो हो र त्यतिन्जेलसम्म चाहिँ प्र्याक्टिसहरू गराइरहेको थियो र यो हामीले प्र्याक्टिस गरेको चाहिँ हामीले फाइनलमा देखाउनु पर्ने हुन्थ्यो र हाम्रो कहिले 1 घन्टा र 2 घन्टाको बिचमा चाहिँ यो प्र्याक्टिस हुन्थ्यो अनि बिचमा चाहिँ ब्रेक हुन्थ्यो र यो डान्स चाहिँ फाइनलको लागि प्र्याक्टिस गरिरहेको हो र यो डान्स चाहिँ हामीले करिब 1 महिना जति लाएर सिकेको हो र त्यही हो, यो डान्स चाहिँ हामीले फाइनलमा देखाउनलाई प्र्याक्टिस गरिरहेको हो। म्युजिक हरर फिल्ममा चाहिँ म्युजिक हुन्छ चाहिँ क्यारेक्टर हो जस्तै हुन्छ नि सिङ्गर। एउटा फिल्म यस्तै फिल्म छ क्या, के अरे केटानी पनि केटी पनि केटी मान्छेलाई लगेर चाहिँ अनि त्यहाँबाट मर्डर गरिदिने क्या, यस्तै फिल्म। आफरिन हमरा कुनै दिनमा चाहिँ हेर्न दिनुपर्ने कि होइन। भइरहेको छ अहिले, यहाँ मात्रै होइन नि त, होइन यो एक ठाउँमा भयो नि, अन्त पनि धेरै ठाउँमा भइरहेछ होइन। यस्तो प्रोग्रामहरू धेरै ठाउँमा छ अहिले। जुवा कोटमा त छ जज चाहिँ को भन्यो नि, क्याटोको त उहाँ नै होला सायद लाग्छ है। क्याटोहरू सबै सिकाउने भएपछि जस्तो लागिरहेछ। बाहिरबाट पनि आउँछ, थाहा हुन्छ नि त, अहिलेको सरलाई पनि थाहा हुन्छ नि त, कुन चाहिँ क्याटोको राम्रो गर्छ भने त उहाँलाई थाहा हुन्छ नि त। अब
म्युजिक हरर फिल्ममा जस्तै म्युजिक हुन्छ चाहिँ क्यारेक्टर हो जस्तै हुन्छ नि सिङ्गरमा एउटा फिल्म यस्तै फिल्म छ क्या के अरे केटानी पनि केटी पनि केटी मान्छेलाई लगेर चाहिँ अनि त्यहाँबाट मर्डर गरिदिने क्या यस्तै Afrin. मैं पूरे दिन में से हेरन दिन बन गया है भइरहेको छ अहिले यहाँ मात्रै हेर्नु छ नि त होइन होइन यो एक ठाउँमा भयो नि अन्त पनि धेरै ठाउँमा भइरहेछ होइन होइन यस्तो प्रोग्रामहरू धेरै ठाउँमा छ जुवाकोटमा नि त छ जज चाहिँ को हुने हो नि क्याटोको त उहाँ नै होला सायद जस्तो लाग्छ है क्याटोहरू सबै सिकोरी भएपछि जस्तो लागिरहेछ बाहिरबाट आउँछ थाहा हुन्छ नि त अहिलेको सरलाई पनि थाहा हुन्छ नि त कुन चाहिँ क्याटोको राम्रो गर्छ भने त उहाँलाई थाहा हुन्छ नि त अब त्यो अन्तिममा त थाहा हुन्छ नि त सबसे पहिला यो फोटोहरू चाहिँ सबै फोटोसुटको हो पहिला यो हेर्नुहोस् हामीले भने जस्तै गर हामी कस्तो भने त्यसपछि चाहिँ अब फाइनल मात्रै भनेर त भनेर अब त्यसको लागि टिकट पनि चाहियो अनि टिकट चाहिँ हाम्रो 800 रुपियाँ थियो पहिला चाहिँ 1000 भनेको थियो यदि फोटो छ भने म यहाँ राखिदिन्छु अनि छ नै होला मैले खिचेको राखेको छु होइन अनि यहाँ म फोटो राखिदिन्छु अनि त्यसको चाहिँ 800 रुपियाँ थियो होइन अब कस्टली नै थियो अब नो के अरे
नो खाना प्रोभाइड हुँदैन थियो। हामीले नै दियो भने हामीले आफूले प्रोभाइड गर्ने सोचेको थियौँ। अनि हाम्रो रिलेटिभहरू आएको अनि हामीले आफै प्रोभाइड गरेको थियौँ। तर यो कस्टली चाहिँ कस्टली नै हो है। गएर सो हेऱ्यो होइन, त्यो त आफै पनि सोचौँ न, अब अरूको सो हेर्न गयो अनि त्यही हेरेको बापत 800 रुपियाँ त कसैले तिर्दैन। अनि सो 800 रुपियाँ चाहिँ टिकट थियो। सो अनि त्यही पनि कतिवटा बिकाउनु पर्ने थियो अनि टिकटको अनुसारले नि क्राउन पाउने रे। अनि यस्तो हुँदो रहेछ मोडलिङ फिल्डमा भनेर चाहिँ मैले थाहा पाएँ होइन। अनि त्यसपछि टिकट चाहिँ यस्तो रहेछ। अनि त्यसपछि टिकटहरू नि धेरै त बिकेन, 4-5-6वटा अब हुन त्यत्रो बन्डलै दिएको थियो। अब त्यत्रो कसलाई बाँड्दै हिँड्ने होइन, यत्तिकै अब अर्काकोमा 800 रुपियाँकोमा यत्तिकैमा हेरिदियो या। अनि त्यसपछि इट वाज टाइम फर ट्यालेन्ट राउन्ड। सो या ट्यालेन्ट राउन्डमा चाहिँ के हुँदो रहेछ भने बेसिकली आफ्नो ट्यालेन्ट देखाउने हो। त्यो त ट्यालेन्ट राउन्ड भन्ने बित्तिकै ट्यालेन्ट भने जस्तो आफ्नो ट्यालेन्ट देखाउने। अनि मेरो त आफ्नो वान एन्ड ओन्ली ट्यालेन्ट भनेको सिङ्गिङ हो। सो मैले मेरो ट्यालेन्ट देखाएँ, अभियसली आफ्नो ट्यालेन्ट देखाएँ। अनि मैले मेरो ट्यालेन्ट देखाइसकेपछि के भयो भन्दा अब सिङ्गिङ गर्ने बेसिकली 3जना थियो। यस 3जना थियो, एउटा मसँग गरेर अर्को 2जना थियो है। अनि त्यसपछि मैले चाहिँ गीत गाएँ। अनि एक्टिङ गर्ने 2जना थियो, डान्स गर्ने चाहिँ धेरै थियो। अनि त्यसपछि मैले चाहिँ मेरो बेस्ट हेरेर गीत गाएँ। सो इट वाज सो इमोसनल किनभने मेरो मम्मी त्यही हजुरले भिडियोमा देख्नुभयो होला, त्यही स्टेज या थियो भनेपछि स्टेज पछाडिनिर बहिनीलाई समाएर हेरिराख्नु भएको थियो। अनि आई वाज सो इमोसनल के म कस्तो इमोसनल भयो। अब आमाको गीत गाइरहेको छ अनि अगाडि नै आमा हुनुहुन्छ, मम्मी हुनुहुन्छ, हेरिराख्नु भएको छ। अनि त्यसरी एकदम इमोसनल भयो र ट्यालेन्ट आउट एकदम राम्रो गइरहेको थियो, सबै कुरा राम्रो भइरहेको थियो। अनि जब म ट्यालेन्ट राउन्डको त्यो केही स्टेज अथवा यो प्रोग्राम सकेसमा बाहिर निस्केँ। अनि बाहिर निस्केँ सबैले तारिफ गर्नुभयो, कस्तो राम्रो गीत गाएको, अझ यो त भल्युम पुगेन, लिटरली यतिकैमा चाहिँ एकदम राम्रो सुनेको थियो रे। आई डोन्ट नो, म आफूले आफ्नो तारिफ गर्न सक्दिनँ। सो अनि त्यही हो। अनि म बाहिर निस्केँ अनि सबैजना कस्तो राम्रो गाउँदो रहेछ है नानीले भनेर भन्नुभयो। एन्ड आई फिल सो प्राउड। सो यस्तै भएको थियो ट्यालेन्ट राउन्डमा। एन्ड इट्स टाइम फर फिनाले, लेट्स गो।
So उहाँले पिक गर्नुभएको छ जज श्रीनेहा पोखरेलज्यूलाई. I request our judge Srineha Pokhrelju to move ahead with the question. Hello Sanu, how are you? I'm fine, and you, ma'am? Are you ready for question? Yes, ma'am. If you see beggars on the street, what would you do? सर्वप्रथम प्रश्नको लागि धन्यवाद म्याम. यदि मैले बाटोमा बेगर्सहरूलाई देखेँ भने चाहिँ मैले सके जति मेहनत गरेर उहाँहरूलाई पैसा दिएर मैले सहयोग गर्छु र सहयोग गरेर मैले उहाँहरूलाई भन्न चाहन्छु कि अलिकति सानो बिजनेस खोलेर बस्नुस्, किनकि हामीलाई भगवानले हात खुट्टा दिएर पठाउनु भएको छ, त्यही भएर हामीले काम गरेर खानुपर्छ. त्यही भएर मैले उहाँहरूलाई पैसा र अलिकति सहयोग गर्ने जति मनी दिएर मैले उहाँहरूलाई हेल्प गर्छु र मैले उहाँहरूलाई खानेकुरा पनि सबैलाई दिन सक्छु आफूले सके जति. धन्यवाद. And yeah, this was the final video. अनि लास्टमा चाहिँ I cry a lot हैन. मैले त्यो मेरो भावनाहरू पुग्न नसकेर मैले एउटा लेटरमा लेखेको थिएँ हैन, त्यो मैले भेटिनँ के कता राखेको छु. नेक्स्ट पार्ट हैन म त्यो देखाउने छु. र फाइनलमा के भयो भने म रोएँ, किनभने I lose त नभन्न I tried my best but I lose. किनभने यो मैले गर्दा होइन, त्यहाँको जजमेन्टले गर्दा हो यो चाहिँ भएको. त्यहाँको जजमेन्टले गर्दा, त्यहाँको जजमेन्ट अब के भन्नु त्यति राम्रो थिएन. सो ये अनि मैले भिडियो पनि हालिदिएको छु अनि अरूहरूको पनि भिडियोहरू छ, गएर हेर्न सक्नुहुन्छ. सो आजको लागि यति नै. र यसको फुल स्टोरी चाहिन्छ भने डु नट फर्गेट टु कमेन्ट डाउन. थ्याङ्क यू अल अफ यु. स्टे ट्युन. लभ यु. हेलो बाबा.